तिमीहरूलाई जापानै आउन मन छ भने पनि टोकियोतिर आऊ, उतै पैसा कमा, उतै बस। टोकियो छोडेर चाहिँ बाहिर नजाऊ है। नत्र भने हेर है, म कुकुरले नभए जस्तो दुःख पाएको छौ। हेर मैले हेर, म पहिले टोकियोमा थिएँ होइन, टोकियोलाई चाहिँ ठोकेर टोकियो महँगै भयो भनेर टोकियोलाई लात हान्दै अरू ठाउँमा आएको, यस्तो दुःख पाइएको छ क्या होइन। कहिले पनि राम्रो भएको छैन कि, यो ठाउँमा आएपछि मरिजाउँ, कहिले पनि राम्रो भएको छैन। पैसा धेरै, किउरो धेरै के, घन्टाको धेरै हुने भने पनि टोकियोतिर हो होइन। अब यतातिर त 1000-1100 छ, टोकियोतिर त 1500-1600 नै भइदिन्छ होइन। त्यही भएर चाहिँ धेरै कम छ, त्यही भएर चाहिँ टोकियोतिर आऊ केटाहरू। नत्र भने चाहिँ यस्तो दुःख पाउँछौ क्या सायद होइन। मैले टोकियो छोड्दैन्थेँ भने चाहिँ मैले चाहिँ धेरै गर्थेँ होला। टोकियो छोडेर चाहिँ अहिले पछुताउनु परेको छ होइन। गएको भनाउँदै चाहिँ सेउखाइ गरिदिएर डुबायो क्या होइन। त्यही भएर चाहिँ टोकियो चाहिँ मरे पनि नछोड, टोकियोमा बस्छ, पैसा कमाऊ भाइ होइन। कसम यदि आउनै चाहन्छौ होइन, म जापान भन्यो भने टोकियोमा हो। टोकियोदेखि बाहिर आयो भने यस्तो हालत हुन्छ। र यो हालत कसरी भयो बुझ्न चाहन्छौ भने चाहिँ फेरि अर्को भिडियो बनाइदिउँला। र होइन यस्तो हालत हुन्छ, कहिले पनि सुख पाइएन क्या सायद यो ठाउँमा आएपछि। कसम जाँदाखेरि चाहिँ हिरो बनेर गएको थियो होइन, काममा आउँदाखेरि यस्तो छ हालत होइन लथालिङ्ग। त्यही हो, आउनै मन छ भने पनि टोकियोतिर आऊ है त।